नमस्कार हजुरहरू सम्पूर्णलाई नमस्कार। म टक्राउन चाहन्छु हजुरहरू सम्पूर्णमा। म अहिले नेदरल्यान्डमा छु है। नेदरल्यान्डबाट तपाईँहरूलाई शानदार दृश्य देखाइरहेको छु, एक्सप्लोर गर्दैछु। यहाँ त मलाई के लाग्यो भन्दाखेरि अब इटाली जाँदा इटाली नै बसौँ जस्तो लाग्यो है। अनि जर्मनी आएँ, होइन जर्मनी पनि बस्नलाई त राम्रो रहेछ, बसौँ भयो। अनि त्यस पछाडि फेरि तपाईँको बेल्जियम आउँछु त बेल्जियम पनि ओहो शानदार छ। बेल्जियम बस्छु, अब यहीँ बस्छु, यहीँ बस्ने हो भन्ने भयो। नेदरल्यान्ड छिर्छु त फेरि यहाँ पनि होइन यहीँ बस्नुपर्छ भन्ने छ। होइन मैले फिक्सै गर्न सकिनँ। लौ न प्रभु, कहाँ बस्ने होला। अब एउटा गन्तव्य चाहिँ जोडाउनु होला। हजुरलाई जिम्मा दिएको छु, जहाँ बसे पनि मेरो हातमा त केही छैन। म त जस्ट मुखमा काम, के अरे हातमा राम, ठ्याक्कै उल्टो भने है मैले है। हातमा काम मुखमा राम जप्ने मान्छे हो है। अब त्यो भएको भएर भगवान् हजुरलाई जिम्मा दिएको छु। हजुरको इच्छा जहाँ जहाँ लानुहुन्छ, जे गर्नुहुन्छ म हिँडिदिन्छु। तपाईँ जहाँ लानुहुन्छ गइदिन्छु। यहाँ बस भने बसिदिन्छु, म टेन्सन लिँदिनँ प्रभुजी। अब ल हेर्नुहोस् यस्तो शानदार। म अहिले नेदरल्यान्डमा छु। नेदरल्यान्ड कतिको इच्छा हुन्छ होइन, कतिको इच्छा पुरा हुन्छ। मेरो सोच पनि थिएन, ठ्याक्क कता अब भगवान्ले चाहिँ जुराउनुहुन्छ। रमाइलो, भयङ्कर रमाइलो लागेको छ मलाई। अब यहाँ तरिकै हाइड्रोफोनिक मेथडबाट अब कृषि गर्छन् यिनीहरूले। अब अचम्मै छ फेरि है। ल हरियो गाडीले ओभरटेक गरेछ। ओहो मेट्रो, हैट स्पिड मेट्रो, रन्केर मेट्रो गइरहेको छ। ल शानदार मेट्रो पनि देखाउन पाएँ मैले नेदरल्यान्डबाट। अब तपाईँको यो 3.5 किलोमिटरबाट राइट टर्निङ गर्न जानुपर्छ। ल हेर यस्तो कराउँछ भनेको क्या मैले हजुरहरूलाई। मेट्रो गयो, मेट्रो शानदार दृश्य देखाएँ हजुरहरूलाई। फेरि जोड्दै गरौँला है त। म अहिले नेदरल्यान्डबाट छु। ल हुन्छ, हस्। फेरि नयाँ केही कुराहरू देखेँ भने पनि एक्सप्लोर गर्ने प्रयत्न गर्छु। टेन्सन नलिनु, ढुक्काउनु तपाईँहरू सबैजना है त। चिन्ता नलिनु, आरामले बस्नु, जिन्दगी हाँसी खुसी आरामले बिताउनु। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, बिन्दास तरिकाले बिताउनु है त। शुभकामना पनि दिन चाहन्छु। हस्, नमस्कार, धन्यवाद।